साथीहरू, पत्रकार टिकाराम यात्रीलाई नचिन्ने त सायद कमै होला। टिकाराम यात्रीले रासोपाका प्रवक्ता मनिष झालाई आफ्नो स्टुडियोमा बोलाएर सोधेको प्रश्न सुनौ है त एकपटक। उम्मेदवार खगेन्द्र सुनवारले गर्नुभएको सार्वजनिक अभिव्यक्ति जहाँ उहाँले भन्नुभएको रहेछ गाई काटेर खान पाउनुपर्छ। हिन्दू सनातन परम्पराप्रति विश्वास गर्नेहरूलाई अमिलो बनाएको छ। त्यस्तो पात्रलाई किन उम्मेदवार बनायो? दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्कै एकजना उम्मेदवारले कुनै बेला भन्नुभएको छ, यो पनि चर्चा छ, रासोपामा गरिबलाई कुनै ठाउँ छैन, गरिबले भ्रष्टाचार गर्छन् भनेर विनिता कठायतले कतै भन्नुभएको रहेछ। डाक्टर स्वर्णिम वाग्लेले संसदमै कुनै बेला बोलेको कुरा यति बेला उहाँले उत्तर दिनुपर्ने भएको छ। तपाईले पनि देशको सेना 20-25 हजारमा झार्नुपर्छ, राष्ट्रिय सुरक्षाको आवश्यकता छैन, किनभने यो भारतसँग चीनसँग लड्ने होइन भनेर उहाँले भन्नुभएको थियो। त्यस्तै स्वर्णिम वाग्लेजीले नि अर्को भन्नुभएको, राष्ट्रिय स्वतन्त्र पार्टीमा हिन्दूलाई कुनै ठाउँ छैन, यो माओवादीको नयाँ भनेर भन्नुभएको सन्दर्भ होइन, राजावादी र हिन्दूहरू चाहिँ ढिम्किन नआओस् भनेर। त्यस्तै स्याङ्जा पुगेर अर्कै तपाईहरुको प्रत्याशी समानुपातिक सूचीमा रहनुभएकी रिमा विश्वकर्माजीले त्यहाँका मतदाताले कुरा गर्दा भलै त्यो सानो क्लिप हो, उहाँको सार अर्कै थियो होला, रविजी र बालनजीलाई भेट्न पाऊँ भन्दा यहाँ चुनाव जिताउनु भयो भने मेरो बाचा भयो कि उहाँहरूलाई यो निर्वाचन क्षेत्रमा ल्याइपुर्याउँछु। त्यस्तै यता धादिङतिरकी कुनै बेला उपकारी परोपकारी छवि बनाएकी आशिका तामाङजी अहिले निर्वाचनमा पनि उहाँको त्यही उत्ताउलो शैलीलाई छोड्नु भएको छैन। उहाँले कुखुराका भालेदेखि लिएर खस्री बाख्राहरूसँग समेत चुनाव माग्दै हुनुहुन्छ। हिजो सुहाउने त्यो शैली अहिले अब संसदमा जाँदै गर्ने त्यो पात्रले गरेका त्यो कर्म चाहिँ अमिल्दो हो कि? मैले यस्तो फेरिस्ता राख्ने हो भने 165 मा झण्डै 65